नेपाली उखान, तिनका अर्थ र वाक्यमा प्रयोग गरी हेर्नेछौँ। कृपया भिडियो अन्तसम्म हेरिदिनुहोला। उखान रहेको छ, हात्ती आयो फुस्सा। यसको अर्थ हो के नहुन्छ भनेको केही नहुनु। वाक्यमा प्रयोग गरी हेरौँ। आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री आउनुहुन्छ भनेको त कोही पनि नआउँदा हात्ती आयो फुस्सा भयो। उखान रहेको छ, आलु खाएर पेडाको धाक। यसको अर्थ हो हैसियत थोरै हुनेले बढी फुर्ती लगाउनु। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। साइकल चलाउन पनि नसक्ने मुकेशले मोटरसाइकल कुदाउँछु भन्नु आलु खाएर पेडाको धाक हो। उखान रहेको छ, झिकिदे गाँड भन्दा थपिदे गाँड। यसको अर्थ हो समस्याको समाधान होला भन्दा झन समस्या थपिनु। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। सहरबाट 2-4 हजार पैसा कमाई ऋण तिर्न भनी गाउँ हिँडेको सन्तेको गाउँमा मोटरसाइकल बिग्रेर 10,000 ऋण लाग्नु झिकिदे गाँड भन्दा थपिदे गाँड भएन र? उखान रहेको छ, इलमीका भागमा माछा र मासु, अल्छीका आँखामा आँसु। यसको अर्थ हो मिहिनेतीले सुख पाउँछ, अल्छीले दुःख पाउँछ। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। पाखुरी चलाएर काम गर्ने मुकेशको घरमा धनधान्यले परिपूर्ण छ, तर सधैँ लखर हिँडिरहने प्रमोदको गुजारा पनि चल्दैन। यही हो इलमीका भागमा माछा र मासु, अल्छीका आँखामा आँसु। उखान रहेको छ, इख नभएको मान्छे र बिख नभएको सर्प के काम। यसको अर्थ हो स्वाभिमान गुमाउन नहुने। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। छोरालाई सम्झाउँदै आमाले भन्नुभयो, बाबु इख नभएको मान्छे र बिख नभएको सर्प के काम, तिमी पनि स्वाभिमानी भएर काम गर। उखान रहेको छ, एक विद्या 14 चतुर्याई। यसको अर्थ हो ज्ञानले मात्र नहुने, ज्ञानभन्दा बुद्धि धेरै चाहिने। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। धेरै पढ्ने रमेशलाई बुबाले भन्नुभयो, एक विद्या 14 चतुर्याई भन्छन् नि, रमेश बुद्धिमानी पनि बना। उखान रहेको छ, अकबरी सुनलाई कसिलाउनु पर्दैन। यसको अर्थ हो राम्रोलाई जाँचिरहनु पर्दैन। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। अकबरी सुनलाई कसिलाउनु पर्दैन भने झैँ बोर्ड प्रथम भएकी अञ्जनालाई क्याम्पसले प्रवेश परीक्षा नै लिएन। उखान रहेको छ, जसले मह काट्छ उसले हात चाट्छ। यसको अर्थ हो काम गर्नेले फल पाउँछ। वाक्यमा प्रयोग गरी हेरौँ। जसले मह काट्छ उसले हात चाट्छ भने झैँ वर्षभरि मिहिनेत गरी पढ्ने उमेश आयोगको परीक्षामा प्रथम भए। उखान रहेको छ, अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ। यसको अर्थ हो आफूलाई परेको घटना सम्झेर तर्सिनु। वाक्यमा प्रयोग गरी हेरौँ। अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भने झैँ प्रहरीको कुटाई खाएका मुकुल प्रहरीभन्दा डराउँछन्। उखान रहेको छ, रातभरि करायो दक्षिणा हरायो। यसको अर्थ हो परिश्रम खेर जानु। वाक्यमा प्रयोग गरी हेरौँ। रातभरि करायो दक्षिणा हरायो भने झैँ मदनले वर्षभरि मेहनत गरी फलाएको गहुँबाली हात्तीले एकै रातमा सखा पार्यो। उखान रहेको छ, घोडा चढ्ने लड्छ। यसको अर्थ हो काम गर्दा बिग्रन पनि सक्छ। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। वार्षिक परीक्षामा असफल भएपछि विमल घोडा चढ्ने लड्छ भन्दै थप मिहिनेत गरी पढ्न थाले। उखान रहेको छ, आँखामा राखे पनि नबिझाउनु। यसको अर्थ हो सबैको प्यारो हुनु। वाक्यमा प्रयोग गरी हेरौँ। असल कर्मले गर्दा समाजसेवी धनवीर काका गाउँमा आँखामा राखे पनि नबिझाउने भएका छन्।
धेरै धेरै धन्यवाद। अर्को भिडियोको लागि प्रतीक्षारत रहनु होला है त।